त्यो बिरुवाहरू चाहिँ तल रुट स्टक भनेको चाहिँ M9 मा प्रयोग गरिएको छ। यो चाहिँ अलिकति लहरे प्रकृतिको हुन्छ, त्यो कारणले गर्दाखेरि M9 मा जति रुट स्टकहरू प्रयोग गरिएको छ यो रुट स्टक M9 मा हजुरले युज गरेर माथि सायन जोड्नु भएको छ भने अब यहाँ हजुरले फुजी गाला किङ रड जुन पनि जोड्नुहुन्छ यो चाहिँ माथिपट्टिको चाहिँ लहरे प्रकृतिको हुन्छ, एकदम विक हुन्छ हैन। त्यो कारणले गर्दाखेरि हामीले यसलाई चाहिँ अनिवार्य रूपमा M9 रुट स्टक प्रयोग गरेको छ भने त्यसलाई चाहिँ स्टेकिङ दिनुपर्छ, ट्रेलेसिङ सिस्टम बनाउनु पर्छ। जस्तो सपोर्ट सिस्टम त्यहाँ हजुरहरूले माथि बनाउनु भएको छ त्यो चाहिँ तल रुट स्टक M9 छ भने चाहिँ त्यसलाई अनिवार्य रूपमा त्यस्तो खालको सपोर्ट सिस्टम चाहिँ बनाउनु पर्ने भयो। र अरू जस्तो MM106 MM111 अरू सिडलिङहरू हुन्छ जस्तो क्रेब एप्पल इडी मोयलमा गरेको तिनीहरूलाई नि उच्च घनत्वमा लगाउन त सकिन्छ। उच्च घनत्व भन्ने बित्तिकै हामीले लगाउने साधारण 5-7 मिटरको फरकभन्दा जति नजिक लगायो त्यो चाहिँ उच्च घनत्व हो। हामीले त्यो भन्ने बित्तिकै सबै उच्च घनत्वलाई सबैलाई ट्रेलेसिङ दिनैपर्छ, सबैलाई सपोर्ट दिनुपर्छ भन्ने होइन हैन। त्यो कारणले गर्दाखेरि हामीले पुछ्नु पनि माथि लाग्यो नि सर, हजुर त्यसलाई पर्दैन नभए पनि भयो। त्यहाँ यदि त हजुरहरूले त त्यहाँ चाहिँ सिडलिङै युज गर्नुभएको छ नि त, तलपट्टि यो क्रेब एप्पल इडी मोयलहरू युज गर्नुभएको छ भने त्यसलाई चाहिँ सपोर्ट चाहिएन, त्यो तारहरूले सपोर्ट गरिराख्नु परेन। तर त्यो चाहिँ हजुरले लगाउँदाखेरि कम्तीमा पनि 3 मिटर को फरकमा 4 मिटरको फरकमा लागेको भए सेप पनि मजाले ल्याउन सकिन्थ्यो। त्यहाँ नजिकमा लगाउनु भएको रहेछ हजुरहरूले, त्यहाँ हेर्दाखेरि M9 मै जति लगायो भने चाहिँ हामीले 1.5 मिटरको फरकमा लगाउन सकिन्छ, त्यतिकोमा लगाउनु भयो। यदि M9 युज गर्नुभयो भने हजुरले 1-1 मिटरको फरकमा लगाउँदाखेरि भयो क्या, 1-1 मिटरको बोर्डदेखि बोर्ड 1-1 मिटरको फरकमा लगाउने M9 रुट स्टक छ भने, र लाइनदेखि लाइन चाहिँ 3 मिटरको फरकमा लगायो भने एकदम बेस्ट हुन्छ। यसको हाँगाहरू हामीले फिजाउनु पऱ्यो नि त, यतिको फिजाउँदाखेरि मिटरकोमा लगायो भने हजुरको यो चाहिँ यतापट्टिको हाफ मिटर जस्तो ल्याउन सकिन्छ यसलाई, अनि उतापट्टिको बोर्डको पनि हाफ मिटर जस्तो यता आउने भयो। अनि यता 3 मिटर छोडे पछाडि यता हाफ जान्छ, यता हाफ जान्छ, 1 मिटर त यहीँ जाने भयो। अनि त्यस पछाडि बाँकी उताको नि हाफ यता आउने भयो होइन। अनि बिचमा चाहिँ हिँड्ने 1.5 मिटरको बाटो चाहिँ त्यसरी बस्ने कारणले गर्दाखेरि हामीले पहिल्यै लगाउनभन्दा अगाडि नै हजुरहरूको यो एरियामा हेर्ने हो भने त प्लट त एकदम मिलेको, हजुरहरूले केही गर्नै परेन। हेर्नुहोस् त यस्तो ठुल्ठुलो प्लटहरू रहेछ, र यस्तोमा चाहिँ एकदम बेस्ट हामीले लगाउनुभन्दा अगाडि नै लेआउट गरेर यसलाई रेखाङ्कन हुन्छ, रेखाङ्कन गरेर हजुरले लाइन एकदम सिधा पारेर लगाउने, र बोर्डदेखि बोर्ड पनि हजुरले ठ्याक्क डिस्टेन्स मिलाएर लगाउनु भयो भने चाहिँ एकदम राम्रो हुन्छ। हामी लामो समयसम्म अब किन भन्दाखेरि स्याउलाई यो कलमी बिरुवा लगाइसकेपछि कम्तीमा पनि हजुरको 20-25 वर्ष चाहिँ हामीले यसबाट उत्पादन लिनुपर्छ, कमर्सियल उत्पादन लिने। त्यो यदि हजुरहरूले राम्रोसँग व्यवस्थापन गर्नुभयो भने त अझै लामो समय पनि लिन सकिन्छ होइन, 30 वर्ष 35 वर्ष पनि लिन सकिन्छ। तर हाम्रो व्यवस्थापन कतिको राम्रो छ, बगैँचा व्यवस्थापन राम्रो छ कि छैन भन्नेमा चाहिँ निर्भर गर्छ होइन। र एउटा चाहिँ जस्तो हामी हिजो गइरहेको बगैँचामा चाहिँ धेरै बोटहरू मरिरहेको पनि देखिएको थियो, तर यहाँ चाहिँ मर्न चाहिँ धेरै कम रहेछ। र एउटा एकदम राम्रो भनेको त्यहाँ चाहिँ सबै यो ग्राफ्टिङ गरेको भाग, यो ग्राफ्ट गरेको भाग हो, प्रायः जस्तो ग्राफ्ट गरेको भाग चाहिँ हजुरको माटा मुनि थियो। यहाँ चाहिँ मैले प्रायः हेरेको कुनै ठाउँमा त छ, प्रायः हेरेको हजुरको यो माथि नै छ। माथि भनेको कम्तीमा पनि 10 सेन्टिमिटर जस्तो, 1 बिता जस्तो माथि भयो भने अब यो बोट पनि बढ्दै जाँदाखेरि यो ग्राफ्ट युनियन पनि माथि सर्दै जान्छ र हुँदैन। र हामीले यो पत्कर हालेको रहेछौँ, हाल्दाखेरि सकेसम्म यति ठाउँ चाहिँ हजुरहरूले यहाँ ग्याप छोडिदिनु पऱ्यो होइन। यति ठाउँ छोडिदियो भने यसले चाहिँ अरू रोगहरूले चाहिँ यहाँ असर गर्न सक्दैन, पाउँदैन होइन। यो चाहिँ एउटा ध्यान दिनु पऱ्यो। र यो M9लाई हजुरहरूले गर्नुभएको छ भने अनिवार्य रूपमा चाहिँ यस्तो स्टेकिङ निगालो चाहिँ एकदम बेस्ट हुन्छ है। यसको लागि हामीले सिजनमा काट्नु पऱ्यो, हजुरहरूको कहिलेतिर काट्नुहुन्छ यहाँ एकदम सिजन कहिले हो निगालो काट्ने, जुन चाहिँ लामो समयसम्म रहन्छ होइन। र छिप्पिएको निगालो काट्ने भने हजुरको एउटै निगालोले पनि 3-4 वर्ष 5 वर्षसम्म चाहिँ मजाले धान्छ होइन। र यसलाई चाहिँ हामीले यो M9 गरेको छौँ भने यसलाई चाहिँ टल स्पाइन्डल सिस्टममा चाहिँ ट्रेनिङ दिने, र टल स्पाइन्डल सिस्टम भनेको 10 फिटसम्म माथि लैजान सकिन्छ हेर्नुहोस्। र त्यो कारणले गर्दाखेरि हामी सबै हाँगाहरूलाई चाहिँ फ्रुटिङ हुने हाँगामा विकास गर्नुपर्छ। 10 फिटसम्म हाँगा के अरे यो यसको उचाइ जाँदाखेरि हाँगा प्रशस्त मात्रामा यो फल दिने हाँगाहरू चाहिँ प्रशस्त मात्रामा निकाल्न सकिन्छ। यस्ता साना खालका हाँगाहरू चाहिँ फल दिने हाँगाहरू हुन्, यस्ता खालका हाँगाहरू निकाल्ने। र यसलाई चाहिँ हजुरको 10 फिटसम्म माथि लाने भएको कारणले गर्दाखेरि तल 1.5 फिट गाड्नुपर्छ। र त्यो कारणले गर्दाखेरि यो चाहिँ लगभग 12 फिट जस्तो चाहिँ काट्ने, यो निगाला चाहिँ 12 फिट जस्तो काटेर हामीले साइडमा यसरी बाँड्नुपर्छ। जस्तो
फुटो त ल्याउनु होइन ल्याउनु पुटोल त हुँदैन यो दुईजना गाडी यसो अलिकति जोर लाउनु पर्यो जोर लाउनु अलि वरिपरि भयो छोड्दैन ल अहिले स्याम्पलको रूपमा चाहिँ हामीले यहाँ हजुरहरूलाई देखाउनको लागि मात्रै गरेको र यो हरेक उसमा चाहिँ यदि तल M9 छ भने चाहिँ हामीले यसरी सपोर्ट दिनै पऱ्यो है यो सपोर्ट दिने र यसलाई चाहिँ हजुरको पहिला चाहिँ योसँग हामीले बाँध्नु पऱ्यो यसलाई बाँध्दाखेरि हजुरको यसरी 8 जस्तो आकारमा बनाएर यो चाहिँ नढलोस् भन्नको लागि हामीले यसरी बाँध्नु पऱ्यो यो चाहिँ 2-3 ठाउँमा बोटको उचाइ हेरेर बाँध्ने र केही समय पछाडि जस्तो 5-7 वर्ष भयो भने चाहिँ यो बोट आफै एकदम दह्रो हुन्छ क्या दह्रो हुन्छ र यो नभए पनि हुन्छ तर हामीले तार चाहिँ अनिवार्य हाल्नु पऱ्यो फेरि सपोर्ट सिस्टम चाहिँ अनिवार्य हाल्नु पऱ्यो M9 रुट स्टक हुँदाखेरि है त्यो कुरा चाहिँ हजुरहरूले थामो दिएर त्यसमा चाहिँ तार लगाएर चाहिँ अब यसलाई पनि हामीले बाँध्न दिन्न पदम यहाँ सहकारीको एकजनाले बाँध्नु एकजनाले बाँध्नुहोस् यहाँबाट सट्ट अहिले मैले जसरी बाँधेको थिएँ नि त्यसरी नै उहाँ त तपाईँ जानुभएको थियो सिकिसक्नु भयो नसिकेको मान्छे आउनु न कोही यसरी बाँध्ने यो बाँध्ने भनेको हजुरको जहिले पनि के अरे यो सुसुप्त अवस्था हुन्छ नि बोटमा पात नआएको बेलामा पुस माघ महिनामा चाहिँ हामीले तालिम काँडसाँड दिने भनेको त्यतिखेर है एकदम बढी मात्रामा दिने अरू बेला पनि यो फुस्कियो भने बाँध्न त सक्यो अहिले पनि होइन तर मुख्य गरेर हामीले त्यतिखेर गर्नु पर्यो र हरेक यस्तो हाँगाहरूलाई चाहिँ हजुरको यो हामी M9 जुन रुट स्टक छ हामीले ट्रेलिसिङ लगाउँदाखेरि यो घुँडाभन्दा तल भनेको हामी लगभग 2 फिट भन्दा तलका हाँगाहरू चाहिँ एउटा पनि राख्नु भएन यहाँ त एउटा पनि हाँगा छैन नि त यो एउटा पनि राख्नु भएन र यो माथिका हाँगाहरूलाई अनिवार्य रूपमा हजुरहरूले यतिको बगाउनु पर्यो जस्तो यहाँ फल लागेको ठाउँ छ होइन यस्तो फल लाग्ने ठाउँहरू यो प्रशस्त मात्रामा यहाँ हजुरहरूले स्पोरको ठाउँ देख्नु भएको नि अब यो बर्ड हो यदि यतिकै छोडिदिनु भयो भने यो भेजिटेटिभ बर्डमा आउँछ हेर्नुहोस् यो चाहिँ पुरै ग्रोथमा आउँछ यसरी ठाडो गयो भने पात मात्रै आउँछ पात धेरै आउँछ ठाडो गएको हाँगाहरूमा पात धेरै लाग्छ त्यही भएर यसरी तल झुकाइदियो भने यसमा चाहिँ फल लाग्छ त्यो भएर फुल धेरै फुल्छ फल लाग्छ होइन त्यो कारणले गर्दाखेरि हामीले अनिवार्य रूपमा यो बोटलाई चाहिँ यसरी झुकाउनु पर्छ यसरी झुकाउँदाखेरि हजुरहरूले यहाँ बर्ड देखिराख्नु भयो नि यही बर्ड चाहिँ हजुरको फ्लावर बर्डमा चेन्ज हुन्छ कि अर्को वर्ष चाहिँ ठाडो भयो भने यो पात हुन्छ है त्यो कारणले गर्दाखेरि हामीले अनिवार्य रूपमा यसलाई चाहिँ झुकाउनु पर्यो एउटा नि सर जस्तो हजुर यो प्राय उहरूमा युट्युबहरूमा देखिन्छ कि नजिक यस्तो यो निस्किया सानो सानो आँखा निस्किया हुन्छ नि अनि फलिहाल्छ त्यो कसरी निकाल्ने त्यो चाहिँ अर्कै भेराइटी हो भेराइटी नै फरक है यसमा चाहिँ दुईवटा भेराइटी हुन्छ यो चाहिँ हाम्रो चाहिँ यो फिदर ब्रान्चहरू आएको यो चाहिँ फिदर ब्रान्च भन्छ कि यसलाई सहायक हाँगाहरू होइन शाखा हाँगाहरू आएर शाखा हाँगाको रूपमा फलाउने अर्को चाहिँ कोलुमनार भेराइटी भन्ने हुन्छ यो ठ्याक्कै टमाटर फलेको जसरी फल्छ कि त्यसमा चाहिँ त्यो भेराइटीको जात नै फरक हो त्यस्तो खालको जात चाहिँ आएको छैन हाम्रोमा र हाम्रो यस्तोमा चाहिँ सकेसम्म यो काण्डमा चाहिँ फलाउनु हुँदैन यो काण्डमा फलाइदियो भने माथिपट्टिकोले जानु पाउँदैन यस्तै हाँगा त निस्किया हुन्छ यस्तैमा फल्या हुन्छ तर चाहिँ धेरै नजिकमा हाँगा निकालेको यस्तो ब्रान्चहरू निस्किया धेरै नजिकमा निकाल्नु हुँदैन यो चाहिँ धेरै नजिकमा निकाल्नु हुँदैन होइन कम्तीमा पनि 8 देखि 10 सेन्टिमिटर फरकमा चाहिँ एउटादेखि अर्को यही पनि बाक्लो छ क्या हजुरको बाक्लो छ तर हजुरको अरू ठाउँमा धेरै हाँगा नभएको कारणले गर्दाखेरि यहाँ हाँगा पलाएको त रहेछ तर काटिदिनु भएछ क्या यो काट्नु हुन्थेन यसरी झुकाउने अब यो चाहिँ योसँग कम्पिटिसन गर्न गयो नि त योसँग कम्पिटिसन गर्न गयो भने चाहिँ यो लिडरलाई पनि हामीले काटिदिनु पर्ने हुन्छ कि यसलाई पनि काटिदिने यहाँबाट टच कट गरेर मैले हिजो हजुरहरूलाई भनेको थिएँ नि त यदि 2 तिहाईभन्दा बढी हुन थाल्यो भनेपछि यसलाई चाहिँ डच कट गरेर फालिदिने जस्तै अब यो अहिले सिजन त होइन तैपनि मैले यहाँ काटिदिएँ किन भन्दा यहाँ तपाईँको यो छ नि यो बर्ड यो बर्डबाट चाहिँ सानो सानो हाँगा निस्केर यहाँबाट जान्छ र यो चाहिँ हामीले हिउँदमा हरेक हिउँदमा चाहिँ गर्नुपर्छ र यसलाई चाहिँ अब लिडर बनाउनु पऱ्यो यो चाहिँ मेन लिडरै भएर जाने भयो यो चाहिँ यसरी जाँदाखेरि यहाँ कसिन्छ नि त हो त्यो कसिने भएको कारणले गर्दाखेरि हामीले यसलाई चाहिँ नकसिने तरिकाले बाँध्नु पऱ्यो फेरि अब यसलाई अर्को उसमा चाहिँ दुईटा गाँठो पारिदियो त्यसलाई चाहिँ हजुरहरूले
त्यति नै बुझ्नुभयो भने गाँठो त जुन गाँठो बनाउँदा नि भयो हजुरहरूले आफूलाई सजिलो हुने गाँठो बनाउनु पर्यो घाँटी नकसियोस् के घाँटी नकसियोस् त्यो चाहिँ उ गर्नु पर्यो यसरी गऱ्यो भने कसिन्न नि त यो डबल गाँठो पर्यो होइन अब यसलाई चाहिँ अनिवार्य रूपमा हजुरले यतिको कति भन्दाखेरि यो 90 डिग्री योसँग समानान्तर हुने गरेर के सिधा हुने गरेर यतिकोमा हुने गरेर चाहिँ हामीले यसलाई बाँध्नु पर्यो है अब धेरै कहिलेकाहीँ के हुन्छ भन्दाखेरि अब थाहा नपाएको मान्छेहरूले यसरी बाँधिराखेको देखिन्छ कि यसरी बाँध्नु पनि भएन यसरी बाँध्दाखेरि हजुरको ग्रोथै हुँदैन यसमा फुल लाग्ने ठाउँ नै हुँदैन होइन त्यसले गर्दाखेरि तपाईँको के अरे पात आउने ठाउँ हुँदैन एकदम कम पात आउँछ कि र फुल र यो पातको रेसियो पनि एकदम मिलाउनु पर्ने हुन्छ त्यो कारणले गर्दाखेरि हामीले यतिको गऱ्यो भने यसमा फल पनि मजाले लाग्ने ठाउँ हुन्छ र पात आउने ठाउँ पनि प्रशस्त मात्रामा हुने कारणले गर्दाखेरि हामीले यसलाई चाहिँ लगभग यतिको उसमा चाहिँ हामीले नुगाएर यहाँ बाँधिदिनु पऱ्यो यो चाहिँ प्रत्येक हाँगामा गर्नु पऱ्यो हजुरहरूले सानो हाँगा भनेर छोडिदिनु भयो भने अर्को वर्ष चाहिँ त्यो हाँगा चाहिँ मजाले बढेर फेरि त्यसले चाहिँ सबै पात मात्रै हाल्ने हुन्छ कुरा बुझेन भने फोन गर्नु है यहाँ चाहिँ नानी आयो जस्तो मैले यो बाँधेँ नि अब यसरी नै बाँध्नु त अब यो एकजनाले हजुरहरूले यसलाई पनि यसरी नुगाएर गर्नु यसलाई आउनु दाइहरु तपाईहरु पनि बाँध्नुहोस् होइन सानो सानो भनेर चाहिँ छोड्नु भएन ल त्यो बान्नुस् त बाँध्न सक्दैन फेरि यस्तो हाँगालाई चाहिँ फालिदिए भयो यस्तो हाँगालाई फालिदिए भयो अर्को वर्ष बाँध्नु परेन अर्को वर्ष एकदम सेप लिन्छ कुनैले सेप लिएन र ठडियो भने छुट्यो भने फेरि त्यसलाई चाहिँ बाँध्नु पर्यो यो बढी झुक्यो है यो बढी झुक्यो दुईटामा चाहिँ यो दुईटा कम्पिटिसन गरेर आयो कि कुन जाने कुन नजाने भन्ने भयो नि त हजुरले यसलाई बनाउनु पर्यो भने यो चाहिँ समर प्रुनिङमा अहिले अब यो समर प्रुनिङ भनेको असार साउन भदौसम्ममा गर्न सकिन्छ त्यसमा चाहिँ हामीले यसलाई चाहिँ सट्ट यहाँबाट क्लिपिङ गरेर फालिदिए भइहाल्यो कि यतिकै चुडाएर फालिदियो भने अब यो त मेन लिडर भयो नि त यो लिडर चाहिँ मजाले ग्रोथ लिन सक्छ यसले होइन त्यो यसलाई चाहिँ ध्यान दिनु पर्यो र यसलाई पनि अनिवार्य रूपमा हजुरले बाँध्नु पर्यो यसलाई पनि बाँध्नुहोस् यसलाई बाँध्नु यिनीहरूलाई चाहिँ बाँध्नै पर्यो यदि हजुरहरूले यिनीहरूलाई बाँध्नु भयो तर यिनीहरूलाई बाँध्नु भएन भने फेरि यिनीहरूले चाहिँ ग्रोथ लिन्छ है त्यो कारणले गर्दाखेरि यिनीहरूलाई चाहिँ सानसानै भए पनि नुगाइहाल्नु पर्यो यो सानोलाई पनि हजुरहरूले नुगाउनु होला सानो यति ठुलो बनाउनु हुन्छ कि यतिले हजुरले काम पुऱ्याइहाल्छ सानो यतिको गर्नु त छुटिँदो रहेछ अर्कोलाई पनि गर्नु न यहाँ ऊ भएको अनि हजुरहरूले गर्दै जाँदाखेरि केही कन्फ्युजन भयो भने सोध्नुहोस् है यसलाई हामीले अब यो ग्राफ्टिङ टेप भएको भए मैले ग्राफ्टिङ टेपले गरिदिएको थिएँ नत्र यसैले गर्न पनि सकिन्छ कि यो भाँचिहाल्यो एक्सटेन्ड भाँचियो भनेपछि यसलाई चाहिँ हजुरले यहाँ यसलाई सपोर्ट दिएर यहाँ मजाले बाँधिदिने क्या बचिहाल्छ निको भइहाल्छ यो माथिको यो मेन लिडर भन्नुहुन्छ यो मेन लिडरलाई 10 फिट 90 फिटसम्म त्यस्तै छोड्दै जाने कटिङ नै नगर्ने छोड्दै जाने अब हजुरको कहिलेकाहीँ नबढ्ने खालको लिडर आयो भने कटिङ गरेर यसरी निकाल्न सकिन्छ नयाँ हाँगा होइन तर तपाईँको बढ्नेसम्म राम्रो लिडर आएको छ भने चाहिँ त्यसलाई गर्नु परेन क्या लिडरको स्वास्थ्य चाहिँ ख्याल गर्नु त्यससँग जुट्ने खालको हाँगा चाहिँ लामो भयो भने यस्तो गरेपछि त लिडरसँग कम्पिटिसन गर्दैन त्यसले 10 फिट गरेर मैले यो रिङमा चाहिँ काट्दिने कि अनि यतिको भयो भने तपाईँले सट्ट यो रिङमा चाहिँ यसरी सट्ट काट्दिनु भयो भने यो चाहिँ स्टपै हो क्या अब यहाँभन्दा अगाडि चाहिँ आउनै पाएन यहाँबाट अगाडि आउनु पाएन यो पनि रिङ हो यी अब हामीलाई त यो रिङमा काट्यो भन्दा धेरै छोटो हुन्छ नि त यहाँ अब यहाँ यता भयो भने हजुरले हाफसम्म आयो भने चाहिँ यहाँ रिङमा काटिदिनु पऱ्यो अनि कतिपय हाँगाहरूले चाहिँ रिङ छोड्दैन क्या किन भन्दा एनुअल ग्रोथै तपाईँको स्वाट्ट भएर यहाँसम्म आउँछ भने त्यस्तोमा त रिङ छोड्ने भएन त्यस्तोमा चाहिँ टिपिङ गरिदिने हो कि ठ्याक्क टुप्पोमा यस्तोमा हेरेर सट्ट टुप्पो काटिदिने कि टुप्पो काटिदियो भने यसको मेजर ग्रोथ चाहिँ तपाईँको सट्ट रोकियो अनि दुईवटा डबल भएर आउँछ त्यो डबलमा चाहिँ हामीले चेक गर्न सकिन्छ त्योभन्दा धेरै बढाउन चाहिँ सकिन्छ पर्दैन होइन
हामीले त्यसलाई चाहिँ यो हेर्नु पर्यो। जस्तो यहाँ रिङ छोडेको छ यहाँ यो एनुअल भयो नि त, यो एक वर्षको यहाँ गयो अनि यहाँ रिङ छोड्यो यी होइन। हजुरले यहाँभन्दा अगाडि बढाउनु भएन भनेपछि यहीँ रिङमा काटिदिनु भयो भने यहाँभन्दा यतापट्टि फल्दिन्जेलसम्म फल्दिन्छ अनि त्यस पछाडि चाहिँ हामीले फेरि यसलाई डच कट गरेर हटाउनु पऱ्यो। अब डच कट भनेको के हो भन्ने कुरा चाहिँ म एउटा हजुरहरूलाई सिकाउँछु है। एउटा यहाँ पनि भनेको छु मैले होइन। अब यसलाई अनिवार्य रूपमा त्यस्तो खालको किला चाहिँ गाड्नु पऱ्यो यहाँ होइन, किला गाडेर यसलाई गर्नु। अनि अब यो चाहिँ हजुरको यसलाई पनि यसरी हामीले झुकाउनै पऱ्यो होइन। र अब यहाँ चाहिँ यति रिजन त खाली भयो। यस्तोमा त अन्धा आँखाहरू त छन् नि त यहाँ हेर्नु त, यो ब्लाइन्ड आइजहरू चाहिँ छन् कि हेर्नुहोस्, अन्धा आँखाहरू चाहिँ छन् प्रशस्त। यहाँ हाँगा पनि छोडेको रहेछ तर मिस्टेकली यो हाँगाहरू काटियो कि किन हेर्नु न, यो हाँगा थियो भाँचिएको होला, ल्याएर आउँदाखेरि पनि भाँचिन सक्छ होइन। त्यस्तो केसमा चाहिँ तपाईँले अब यस्तोमा चाहिँ यिनीहरूलाई यो बर्डहरूलाई चाहिँ एक्टिभ गराउनु पऱ्यो भने चाहिँ यसलाई चाहिँ नोचिङ गर्नुपर्छ। नोचिङ भनेको के हो भन्दाखेरि जहाँ हाँगा निकाल्ने हो त्यसको जस्ट माथिपट्टि चाहिँ हजुरले यहाँ चाहिँ यसरी सानो कट काटिदिने के, सानो कट काटेर हजुरले यहाँको बोक्रा चाहिँ निकालेर फालिदिनु पऱ्यो। यो चाहिँ हजुरको जहिले पाए तैले गरेर हुँदैन है। फेरि यो चाहिँ हजुरको फुल फुल्नभन्दा ठ्याक्कै 2 हप्तादेखि 3 हप्ता अगाडि भनेको अहिले फुल फुलिरहेको छ नि त यो होइन। अहिले वैशाखको कति भयो 12-13 गते भयो। अब यसको 2-3 हप्ता अगाडि भनेको चैतको तपाईँले 15-20 तिर होइन, त्यतिखेर चाहिँ हजुरले यहाँ चाहिँ यसरी नोचिङ गरिदिनु भयो भने यसबाट गजबले हाँगा निकाल्छ। अब यो चाहिँ एउटा बोटमा कतिवटा नोचिङ गर्ने, अब यहाँ त हेर्ने हो भने त प्रशस्त नोचिङ गर्नुपर्छ नि त। यो हुँदाखेरि फेरि यसलाई एकदम स्ट्रेस हुन्छ क्या, त्यो कारणले गर्दाखेरि हामीले एउटा बोटमा 1 वर्षमा 2-3टा नोचिङ गऱ्यो भने चाहिँ हुन्छ। किन भन्दाखेरि अब यहाँ अलरेडी 4-5वटा हाँगा छँदैछ, हामीले 2-3टा गरेर 1 वर्ष निकालियो, फेरि बाँकी ठाउँमा फेरि अर्को वर्ष निकालियो भने मजाले यो भरिँदै जान्छ नि त। हामी 10 फिटसम्म जाँदाखेरि ठ्याक्क टाइम पनि म्यानेज हुन्छ होइन। हो त्यसरी चाहिँ हामीले गर्नु पऱ्यो। र यसरी आयो भने यहाँ हेर्नु न, यो डबल भयो नि त, यो गर्लिङ पनि भन्नु यसलाई चाहिँ अब यो गरिसके पछाडि यहाँ चाहिँ तपाईँले यो भित्र छ नि भित्र चाहिँ चिप्लो भाग हुन्छ, त्यो चिप्लो भागलाई चाहिँ हामीले यसरी पुस्दिनु पऱ्यो क्या है। यो भयो भने यहाँ माथिबाट जति पनि यसको यो खानेकुराहरू आएको हुन्छ नि त, एउटा न्युट्रिएन्ट हुन्छ, हर्मोन हुन्छ, यो चाहिँ यहाँ रोकिन्छ। अनि त्यसले यदि रोकेन यहाँ बर्डमा गइदियो भने यसले यो बर्डलाई बढ्न दिँदैन होइन। त्यो भएर अनि तलबाट आउने हर्मोनले काम गर्नु पाउँछ र यो चाहिँ साट्टा ब्रेक हुन्छ कि, त्यही भएर मुना निकाल्ने हो कि है। त्यो गर्दाखेरि चाहिँ हामीले गर्नु पऱ्यो। अब यसलाई यहाँ हेर्नु त, जस्तो यसरी गयो नि त, जाँदाखेरि 2टा लिडर भयो क्या, 2टा लिडर एकदम इक्वेली हेर्नु त, कोभन्दा को कम भएर अगाडि बढायो नि त। यस्तो भयो भने के हुन्छ, यस्तो भयो भने राम्रोसँग यसले चाहिँ माथि 10 फिटसम्म जानुपर्ने, हाँगा छोड्नुपर्ने त्यो चाहिँ छोड्न पाउँदैन कि। अब यो 2टा मध्येमा हजुरले आफैले चुज गर्ने हो। आफूले चुज गर्दाखेरि म अब एउटालाई राख्छु, एउटालाई चाहिँ फाल्छु भनेर हजुरहरूले चुज गर्दाखेरि कुनलाई राख्नुहुन्छ कुनलाई फाल्नुहुन्छ यसो विचार गर्नु त। सेन्टरको चाहिँ राम्रो छ। अब यसो हेर्दाखेरि तपाईँले सेन्टरको चाहिँ सिधा पनि छ होइन, यसलाई राख्दाखेरि हुन्छ भन्ने हो। नत्र भने यो पनि नराम्रो चाहिँ छैन है, यसले झुकाउँदाखेरि सजिलैसँग झुकाउनु। यसरी ठाडो गएको यो एङ्गल जुन क्रोच एङ्गल छ नि, यो एङ्गल चाहिँ हजुरको एकदम सानो बनायो भने चाहिँ हामीले नुगाउन गाह्रो हुने भयो। जस्तो यसलाई नुगाउनु पऱ्यो भने यहाँबाट बाङ्गिन्छ क्या। अब यो वाइड भएको एकदम चाक्लो भएको छ भने चाहिँ त्यसलाई नुगाउन एकदम सजिलो हुन्छ। त्यही भएर हामीले काट्ने बेलामा तलको बर्ड हेर्नुपर्छ भनेर मैले भन्छु नि त। माथिको बर्ड हेरेर काट्यो, यो चाहिँ माथिको बर्ड हेरेर काट्यो हेर्नु न, सट्ट काट्दाखेरि एक्सिडेन्टली माथिको आयो, माथिको यो फेरि बाख्राले ठाडो भयो होइन। अब यो ठाडो गयो भने यसलाई त हटाउन पाएन, पहिल्यै बाख्राले खायो त्यसपछि त्यो यसलाई पनि हजुरले झुकाएर चाहिँ बान्नुहोस्। अहिले अब किलो नभए पनि यसैमा बान्नु होइन, र तपाईँको पछाडि चाहिँ अनि फेरि हामीले उ गर्न सकिन्छ। किला छ होला, एउटा छैन यहाँ त, किला छैन भने यतिकै पनि बान्न सक्छ। यसलाई लगाएर पेरमा भन्नु न, पेरमा प्र्याक्टिकल कता चाहिँ किला छड्के हान्नु आउलाई पोथ्यो आउलाई पोन दिक्कत। अब यो निकाल्नु छ भनेपछि यसलाई दुरी पहिल्यै ख्याल गरेर हामी त 20-25 वर्षसम्म फलाउनु पर्ने हुन्छ। यसको चाहिँ हामीले 2-3 वर्षसम्म चाहिँ तपाईँको
बोटको ग्रोथलाई चाहिँ एकदम राम्रो बनाउनेतिर ध्यान दिनुपर्छ कि त्यही भएर हामीले यसलाई जति हाँगा झुकाउँछौँ नि त्यो हाँगा झुकाउने भनेको नि यो बोटको ग्रोथलाई चाहिँ मजाले माथि पनि लिएर जाने र फल्ने ठाउँ पनि बनाउने भन्ने उद्देश्यको साथ चाहिँ हामीले यसरी झुकाउने हो। यसरी गर्दाखेरि चाहिँ हजुरको अब यो फल त प्रशस्त लागेको छ नि त यहाँ हेर्नु त एउटै मुनामा चाहिँ हजुरको 5-6वटा आउँछ यहाँ 1 2 3 4 5 6 हैन यस्तै 1 2 3 4 5 कुनैमा 5 कुनैमा 6 यस्तो खालको लागेको हुन्छ। तर हामीले राख्ने भनेको एउटा भन्दा बढी चाहिँ राख्नु भएन यिनीहरुमा यो सबैमा छोडिदियो भने त 6वटै फल पनि हुन सक्छ हैन। र यस्तो बेलामा चाहिँ हामीले यो फुललाई थिनिङ गर्ने अथवा फ्रुटलाई यो बोटलाई के अरे फललाई चाहिँ थिनिङ गर्नुपर्छ कि पात तल्लो बनाउने हैन। त्यो कारणले गर्दाखेरि एक त नेचुरल्ली पनि हुन्छ यहाँ आफै हुँदै जाँदाखेरि फलहरू आफै यहाँ पोलिनेसन भएन भने पनि आफै चुडिने खस्ने हुन्छ हैन। यदि भएन भने चाहिँ हजुरले यसरी हातैले चुडेर फाल्दिने जस्तो यो भयो भने यो मध्येको चाहिँ सबभन्दा राम्रो फल चाहिँ तपाईँको यो बिचकोमा लाग्छ यो किङ फ्लावर भन्ने हुन्छ। जस्तो यसमा भयो भने चाहिँ यो बिचमा आएको छ नि यो बिचको फलमा चाहिँ एकदम राम्रो लाग्ने कारणले गर्दाखेरि हामीले साइडको गर्ने साइडको अब फ्लावर थिनिङ गर्दा सबै हटाइदिनु त सबै नहटाउने किन भन्दा कतिमा चाहिँ फ्रुट नलाग्ला अथवा फ्रुट लगाएर पनि फेरि झर्ला हैन। त्यसले गर्दा सबै हटाइदियो भने त्यो भएको फल पनि जान सक्छ। त्यो कारणले गर्दाखेरि हामीले दुईटा जस्तो फालिदियौँ भने पछाडि हामी यो फल लागिसके पछाडि फल लाए पछाडि हजुरको यो के अरे सानो गुच्चा जत्रो हुन्छ नि गुच्चा जत्रो हुने बेलामा एकचोटि हटाउने त्यो कमजोरलाई हटाउनु पर्यो। अनि अर्को चाहिँ टेनिस साइजको टेनिस बलको हुन्छ नि त्यतिको साइजमा भए पछाडि हामीले गर्ने र हरेक उसमा हाँगामा चाहिँ कम्तीमा पनि हजुरको 5 सेन्टिमिटरको फरकमा चाहिँ तपाईँले 4 देखि 5 सेन्टिमिटरको फरकमा एउटा फल फलाउन सकिन्छ। यदि राम्रो न्युट्रिएन्ट दिएछ भने यसलाई खानेकुरा पनि उत्तिकै दिनु पर्यो नि त हैन। खानेकुरा राम्रो दिएको छ भने त्यसमा गर्न सकिन्छ। तर यहाँ त प्रशस्त छ हेर्नुहोस् त यही 1 सेन्टिमिटरमा धेरै छ नि त। त्यो कारणले गर्दाखेरि यति हाँगामा हजुरले हदै राख्नुभयो भने एउटा राख्ने हो। त्यो कारणले गर्दाखेरि यो चाहिँ सबै तपाईँले यसरी हटाइदिन सक्नुहुन्छ क्या यसरी चाहिँ अब सानो छ भने यसरी यो उसलाई चाहिँ फुललाई हामीले यसरी थिनिङ गरेर हटाइदिने। यो गऱ्यो भने दुईटा फाइदा हुन्छ एउटा त फलको साइज पनि एकदम राम्रो हुने भयो हैन भएको फलको साइज एकदम राम्रो हुने भयो अर्को बोटको ग्रोथ पनि एकदम राम्रो हुने भयो बोट पनि राम्रो हुने भयो र अर्को एकदम महत्त्वपूर्ण कुरा भनेको अर्को वर्षलाई तपाईँले फुल फुल्ने ठाउँ हुन्छ नि त्यो फुल फुल्ने ठाउँ अहिलेदेखि सेक्योर हुन्छ क्या। तपाईँले अहिलेदेखि एकदम ढुक्क जस्तो यहाँ भएपछि यहाँ यो प्रशस्त राख्यो भने तपाईँको अर्को वर्ष नफल्ने चान्स पनि हुन्छ फल्यो भने पनि एउटा फल्ने हुनसक्छ। तर तपाईँले अहिले यसलाई थिनिङ गरेर फालिदिनु भयो भने अनिवार्य अर्को वर्ष चाहिँ तपाईँको यहाँबाट स्पर हाल्छ र फुल फुल्ने मुना आउँछ र मजाले आउँछ। तपाईँहरूले बिमा भनेर सुन्नुहुन्छ नि होइन बिमाको चाहिँ विकास हुन्छ प्रायः जस्तो हामी यो के अरे हिमाञ्चलतिरको भिडियोहरू हेर्दाखेरि त्यो देखिन्छ नि त होइन। र हामीले यसलाई चाहिँ अनिवार्य रूपमा चाहिँ हामीले यसरी झुकाउनै पर्यो है। अब यो 2/3 भन्दा बढी हुन थाल्यो नि यसलाई चाहिँ डच कट गरेर हटाइदिइहाल्नु पर्ने हो यो हाँगालाई। तर तपाईँहरूलाई पहिला त माया लाग्छ एकदम यो यत्रो मुना हाल्न थालेछ फेरि सरले काटेर फाल्ने हुनु तर अर्को वर्ष चाहिँ मजाले हाँगा आउँछ नि त यसमा होइन। त्यो कारणले गर्दाखेरि यस्तोलाई चाहिँ तपाईँले यहाँ डच कट गर्ने हटाइदिने काम गर्नुपर्छ यसरी है। यसलाई चाहिँ यदि त्यो गर्नु भएन भने अनिवार्य रूपमा तपाईँले यसरी चाहिँ झुकाउनै पर्यो। झुकाउँदाखेरि त यसको ग्रोथ 50% त यहीँ चेक भइहाल्छ क्या। अनि यो ठाउँबाट यो मुनाहरू चाहिँ पलाउने ठाउँ हुन्छ है। यो डच कट भने बुझ्नुभयो सबैजनाले बुझ्नुभयो नबुझ्याले सोध्नु होला है नबुझ्याले अन्त क्लियर छैन भने सोध्नु है। डच कट भनेको यो मुख्य लिडर भन्दा यो चाहिँ ठुलो हुन थाल्यो भने जस्तै हामीले यहाँबाट एउटा ठुलो पाइपमा पानी पठायो भने जस्तो 100% पानी पठाएको हुन्छ नि त पानी पठाउँदाखेरि यो त 40% यता जाने भयो यता 60% मात्रै जाने भयो 60% त तपाईँको यहाँबाट माथिसम्म जानुपर्छ नि त होइन। यहाँ त धेरै घरहरू छन् त्यो घरहरूमा सबैमा सप्लाई गर्नु पर्ने भयो भने एउटै घरले तपाईँको 40% पानी खाइदियो भने के हुन्छ माथिको त हेरै हुन्छ नि त होइन। त्यो कारणले गर्दाखेरि यसलाई चाहिँ हजुरले यहाँ रिन्यू गर्नु पऱ्यो। यसलाई काटेर सट्ट यहाँ काट्ने यहाँ चाहिँ तलपट्टिको बड हेर्ने सट्ट काट्ने र हटाइदिने है। मैले यसलाई पनि काटिदिएँ है। यो अहिले काटिदियो भने चाहिँ हुन्छ यहाँबाट चाहिँ बड हालेर आउँछ अनि त्यस पछाडि जान्छ है। यो चाहिँ गर्ने भनेको तपाईँको पुष माघ महिनामा गर्नु पऱ्यो। अनि यो अर्को चाहिँ समर सिजनमा पनि तपाईँले समर प्रुनिङ गर्न सक्नुहुन्छ कि जस्तो यसरी बढेर आउने हाँगाहरू हुन्छ नि त्यस्तोलाई चाहिँ तपाईँले हटाउनु पऱ्यो। यस्तो खालको छ भने यस्तोलाई चाहिँ तपाईँले अहिले काटेर हटाइदिने कि यसरी काटेर हटाइदिनु भयो भने यो मुना चाहिँ एकदम राम्रो भएर आउँछ। जस्तै यहाँ यस्तो छ नि सर यो साइडमा यो आँखा
यो हेरेर हो कि जसरी भए पनि यहाँ तलपट्टिको यो छ नि यो आँखा चाहिँ हेर्नु पऱ्यो है यहाँ तलपट्टिको जस्तै यसैलाई हटाइँदाखेरि राम्रो हुन्छ अब यी मध्ये अब जस्तो यो चाहिँ हेर्नुहोस् अब कुनै कुनै आएर यो चाहिँ फ्लावर बर्डमा अन्त्य भयो नि त भनेको यहाँ भेजिटेटिभ बर्ड छ लाई नै मोडिफाइड गर्दै गर्दै जाने है त्यसमा चाहिँ तपाईँको हरेक यो हाँगालाई पनि लिडरसँग मोडिफाइड गर्दै गर्दै जाने हाम्रो हरेक हाई डेन्सिटीको एउटा बिरुवा चाहिँ एउटा हाँगा जस्तो हुन्छ कि त्यसमा यसमा चाहिँ हरेक फ्रुटिङ जोन पनि डेभलप गर्दै जाने यसलाई पनि बढाउँदै लाने यसलाई पनि बढाउँदै लाने यसलाई त मेन लिडर भयो यसलाई पनि माथि लाँदै जाने यसबाट सहायक हाँगाहरू निकाल्दै जाने त्यो चाहिँ मोडिफाइड लिडर सिस्टम हो होइन यसमा चाहिँ दुईवटा सिस्टममा बढी फल्छ होला है सर होइन बढी भन्ने भएन हजुरको के अरे ओपन सेन्टरमा नि उत्तिकै फल्छ एकदम हाँगाहरू राम्रो हुनु पऱ्यो तपाईँको तर ओपन सेन्टर भनेको लगभग 4 मिटर होइन 4x5 त्यस्तोमा गर्नुभयो भने यसको एरिया चाहिँ लगभग यहाँ लगाएपछि 2 मिटर जस्तो यता 2 मिटर जस्तो यता 4 मिटर जस्तो जानु त्यो स्पेस छैन हामीसँग 2 मिटरमा लगाएको छ 3 मिटरमा लगाएको छ भने मोडिफाइड सेन्टरमा लगेर तपाईँको सेन्टरलाई चाहिँ मेजर फ्रुटिङ जोन बनाउँदै जाने र साइडबाट चाहिँ तपाईँले यस्तो सानो फ्रुटिङ ब्रान्चहरू चाहिँ निकाल्दै जाने कि यसमा पनि निकाल्दै यसमा पनि निकाल्दै जाने तर अब यसलाई चाहिँ ओपन सेन्टरमा गर्ने भयो भने चाहिँ यसलाई चाहिँ हटाइदिइहाल्नु पऱ्यो यहीँबाट काटिदिनु पऱ्यो सेन्टरमा गर्ने हो भने यसलाई काटिदिनु पऱ्यो यिनीहरूलाई चाहिँ अनिवार्य रूपमा अलिकति नुहाउने पऱ्यो तपाईँले यतिको हामीले डोरो त ल्याएन अहिले छैन होइन डोरो छ भने किला पनि छ किला छ भने यो तिनवटालाई चाहिँ हजुरको यहाँ बाँधेर एउटा ओपन सेन्टरमा होइन यसलाई लानु पर्यो यो यसलाई ओपन सेन्टरमा गर्दाखेरि त तपाईँले यहाँ चाहिँ स्लान्टिङ कट गाडिदिने हो कि यसरी गाडिदिने हो अब मेन फल्ने ब्रान्च मेन फल्ने ब्रान्च चाहिँ यही हो अब तपाईँको हेर्नुहोस् है सकेसम्म सकेसम्म चारवटा डिरेक्सनमा चाहिँ एउटा हाँगा भवन बेस 1 2 3 भयो यहाँ पनि पलाउँदैछ नि त यो पनि गजब हाँगा आउँछ कि पर्छ त तपाईँले यसलाई चाहिँ यतापट्टि लैजाने भवन 4वटा हाँगा चाहिँ एकदम गजबको यो फल्ने पछाडिसम्मको लागि लिडर चाहिँ हुँदैन अनि ओपन हुन्छ जताततैबाट के अरे प्रकाश मजाले आउँछ होइन अनि त्यस पछाडि यो के अरे सबै एउटा तरिका यो अर्को चाहिँ अर्को त लिडरलाई हो माथि यो सबै सिंगल लिडर समानान्तर जान्छ यिनीहरू पनि लिडर हुँदै जान्छ होइन यिनीहरू सरकुटबाट ओपन सेन्टर भन्ने कुरा एउटा मल्टी लिडर पनि भन्छ क्या मल्टी लिडर भनेपछि चारैतिर फैलिएको हो कि यही भयो त ठुलो लिडर बनाउने अब यसलाई काट्ने बेलामा हजुरहरूले जहिले पनि ध्यान दिनु होला यसरी बर्ड आयो नि यो बर्डलाई चाहिँ यो भित्र आएको बर्डलाई चाहिँ राख्नु भएन यो आयो भने यता जेलिन्छ त्यही भएर यस्तो बर्डलाई चाहिँ तपाईँले यसलाई चाहिँ हटाइदिनु पऱ्यो यो माथि आउँछ नि यो माथि आयो भने त जेलिने भयो त्यही भएर यो बाहिर भएकोलाई चाहिँ होइन यस्तोलाई चाहिँ त तपाईँले यस्तो साइडमा राख्ने हो साइडमा ठाउँतिर हुनु पर्यो तिनवटा हुनु पर्यो त्यो जता जति हाँगा छ उति हुनु पर्यो यतिमा गर्नु पर्यो सानाबाट अब बाँध्ने तरिका चाहिँ अहिलेकै हो है सिधा होइन तरिका हो त्यसरी एउटा यो पनि हान साना बनाउँदा उतापट्टि लस्किन्छ होला अब काट्ने बेलामा चाहिँ यो बाहिरी बोर्डलाई हेर्नु पऱ्यो क्या यो बाहिरी बोर्डलाई हेरेर काट्नु पऱ्यो बल्ल त्यो हाँगा चाहिँ यता जान्छ यो भित्री बोर्डलाई हेरेर काट्नु भयो भने यो त भित्र जान्छ होइन त्यो कारणले गर्दाखेरि बाहिरी बोर्डलाई हेरेर हामी काट्नु पऱ्यो त्यसको जस्ट माथिपट्टि काट्यो भने यो चाहिँ यहाँबाट बाहिर गयो यहाँ काट्ने बेलामा यो बाहिरी बोर्ड छ यो बाहिर गयो नि त त्यो भएर यसरी चाहिँ काट्नु पऱ्यो है यसलाई काट्ने बेलामा यो काटेको चाहिँ ठिक छ फेरि भित्री बोर्डलाई उ गरेर काट्नु भएको छैन बाहिरी बोर्डलाई चाहिँ बाहिर पारेर काट्नु भएको छ धेरै तन्काउनु भएन है फेरि यो अहिले धेरै तन्काउनु भएन धेरै तन्काउनु भयो भने भाँचिहाल्छ नि फेरि सँगसँगै यता पनि भन्नु पर्यो त्यहाँ पासो लाग्न नि भएन यसको सिधा यस्तो छड्के काट्नु है 4-5 महिना राख्नु पर्यो यसलाई 1 वर्षसम्म राख्नु यो वर्ष धेरै गर्नु भयो नि यो भाँचिहाल्छ है अहिले त सिजन होइन अलि छोड्नु
थोरै मात्रै गर्नु थोरै मात्र गर्ने अहिले त यसरी गर्ने रहेछ भन्ने कुरा हजुरहरूलाई थाहा हुनु पर्यो यसलाई यो लेभलमा ल्याउनु परेन परेन यसलाई चाहिँ अघिको जस्तो त्यो M9 मा गरेको जस्तो यो लेभलमा ल्याउनु पर्छ भन्ने भएन कुरा बुझ्नु भयो यो चाहिँ M9 मा गरेको जस्तो यो लेभलमा ल्याउनु पर्छ भन्ने भएन यसलाई चाहिँ अलिकति जमिनको सतहदेखि तपाईँको 60 डिग्रीसम्म चाहिँ मात्रै भयो भने भयो किन भन्दा लोकल खालको हो नि त सिडलिङमा ड्राफ्टिङ गरेको होइन त्यो 90 डिग्री पनि